आज हामी जाँदैछौँ कोरियाको भाइरल ठाउँ आन्सियोङ फार्मल्यान्ड। बिहान करिब 11 बजे हामी हाम्रो कम्पनी हवासाङदेखि त्यसतर्फ प्रस्थान गऱ्यौँ। बाटोको भ्यूहरू हेर्दै सर यात्रा गर्न मजा आयो। हामी त्यहाँ करिब 12 बजे पुगेको थियौँ। हामी पुग्दा पार्किङहरू पुरा प्याक भएर हामीले चाहिँ गाडी चौरमा पार्क गर्नु पर्यो। त्यस पछाडि हामी गयो टिकट लिन। टिकटको मूल्य थियो 15,000। टिकट लिएर हामी चाहिँ गेटबाट भित्र छिर्न साथ त्यहाँको फर्स्ट इम्प्रेसन यस्तो वाला थियो कि दामी मजा आयो। सुरुमा त मैले यो घरहरू होला भन्ने सोचिरहेको थिएँ, तर यो घर रहेन रहेछ, क्याफे अनि रेस्टुरेन्ट रहेछ। त्यस पछाडि हामी यस्तो बाख्रा फार्म अनि बाख्रासँग यो के हो बाख्राकै प्रजाति होला थाहा भएन मलाई। अनि बाख्राहरूलाई हामीले चाहिँ दानाहरू दिन सकिँदो रहेछ। बाख्रा कुखुराहरू अनि गाईहरू भेडाहरू अनि बङ्गुरहरू यस्तो सफा तरिकाले पालिरहेको थियो। त्यस पछाडि हामी यहाँको मुख्य आकर्षण पिङ्क कलरको सिरुबारी प्लस फुलबारीतर्फ लाग्यो। यहाँ चाहिँ टन्नै मान्छेहरू एकदम धेरै भिड थियो। अनि टिकटक बनाउने फोटो भिडियोहरू खिच्नेको त भिडै थियो। मलाई त यो ठाउँ एकदमै दामी लाग्यो। हामी पनि त्यहाँ धेरै फोटो भिडियोहरू खिच्यो अनि सँगै टिकटकहरू बनाउने एकदम रमाइलो गऱ्यो। यस्तो राम्रो भ्यू देख्न पाएर होला एकदम टाइम गएको त थाहा नै भएन। 4-5 घन्टा बितेको थाहा नै भएन। तपाईँहरू पनि घुम्न कतै जाने सोच्दै हुनुहुन्छ भने यो चाहिँ एकदम बेस्ट हुन्छ है त।